तिमीहरूलाई एउटा नयाँ हृदय दिनेछु र तिमीहरूभित्रमा नयाँ आत्मा हालिदिनेछु। तिमीहरूबाट ढुङ्गाको हृदय निकालेर म त्यसको सट्टामा तिमीहरूलाई मासुको हृदय दिनेछु। धन्य हो त्यो मानिस जो दुष्टहरूको सल्लाहमा हिँड्दैन, जो पापीहरूको मार्गमा खडा हुँदैन, अनि गिल्ला गर्नेहरूको सङ्गतमा बस्दैन। तर परम प्रभुको व्यवस्थामा नै त्यो खुसी रहन्छ र त्यसले दिन रात उहाँकै व्यवस्थामा मनन गर्छ। जुन बेला मलाई डर लाग्छ म तपाईँमा भरोसा राख्नेछु, किनकि उहाँले आफ्ना स्वर्गदूतहरूलाई तिमीमा सबै मार्गमा रक्षा गर्नलाई आज्ञा दिनुहुनेछ। तिमीले सिंह र गोमनलाई गुल्छनेछौ, जवान सिंह र सर्पलाई तिमीले पैताला मुनि लतार्नेछौ। परम प्रभु भन्नुहुन्छ, त्यसले मलाई प्रेम गरेको हुनाले म त्यसलाई छुटाउनेछु। त्यसले मेरो नाउँ ग्रहण गरेको छ, यसकारण उसको रक्षा गर्नेछु। जसले ढकढक्याउँछ त्यसको निम्ति ढोका उखालिनेछ, परमा फललाई दिनेछ। खोज्दा तिमीहरूले भेट्टाउनेछौ, ढकढक्याउ त तिमीहरूका निम्ति उखालिनेछ। किनकि जसले माग्छ त्यसले पाउँछ, जसले खोज्छ त्यसले भेट्टाउँछ, जसले ढकढक्याउँछ त्यसको निम्ति ढोका उखालिनेछ। जे माग्छौ त्यो तिमीहरूले पाउनेछौ। धन्य हो त्यो मानिस जो दुष्टहरूको सल्लाहमा हिँड्दैन, जो पापीहरूको मार्गमा खडा हुँदैन, अनि गिल्ला गर्नेहरूको सङ्गतमा बस्दैन। परमा फललाई दिनेछ, खोज्दा तिमीहरूले भेट्टाउनेछौ, ढकढक्याउ त तिमीहरूका निम्ति उखालिनेछ।